विषयसँग लक्षित भएर अनि कुनै विषयवस्तु सोधेर शिक्षकलाई चाहिँ कमजोर देखाएर नङ्ग्याउन खोज्दै हुनुहुन्छ। म्याम तपाईले कुन विषय अध्यापन गर्नुहुन्छ? आन्दोलन विरोधी हो तपाईहरु आन्दोलन विरोधी हो। बुझ्नुभयो? हामीलाई कमजोर देखाउने हरेक ठाउँमा तपाईँ कुन विषय पढाउनुहुन्छ म्याडम भन्ने अनि विषयसँग लक्षित भएर कुन साहित्यकारले कुन कृति हुनु भन्ने आन्दोलनसँग त्यसको अर्थ के रहन्छ? टिचरलाई नङ्ग्याएर तपाईहरुले के पाउनुहुन्छ? हाम्रो आन्दोलनलाई कमजोर बनाउन खोज्नुभएको? म्याम तपाईलाई हामीले नङ्ग्याउँछौँ भनेर कहिले भन्यौ? होइन, 30 दिनसम्म तपाईँ 29 दिनसम्म सडकमा आएका शिक्षकहरू कुन व्यथामा होलान्, कुन पीडामा होलान्, तपाईहरुले चाहिँ कसरी सङ्घर्ष गरिरहनु भएको छ, आन्दोलनको लक्ष्य उद्देश्य कतिको प्राप्त हुने अवस्थामा तपाईहरु हुनुहुन्छ? खै त्यो कुराहरु आन्दोलनमा लानु न कुरा त। ठीक छ, म लान्छु नि म्याम। मेरो कुराकानीको शैली नै यही हुन सक्छ। तपाईले कुन विषय पढाउनुहुन्छ भन्ने कुरा एकछिन न म्याम। भाइरल बनाउनका लागि शिक्षकहरुमाथि एकदम शिक्षकलाई कमजोर देखाउने हरेक ठाउँमा शिक्षकलाई झुकाउने, शिक्षकलाई कमजोर देखाउने। कहिलेकाहीँ शिक्षक टाउको दुख्या हुन्छ, क्लासमा टाउको दुखेर क्लासमा सुतिरहेको हुन्छ नि त। शिक्षक पनि मान्छे हो के? त्यो अवस्थामा उसलाई एकछिन रेस्ट गर्यो भने तपाईहरु के गर्नुहुन्छ? ल हेर यस्ता सरकारी स्कुलका शिक्षक भनेर अनि के गर्नुहुन्छ? मिडियामा हाक्नुहुन्छ। तपाईहरु शिक्षक होइन, तिनीहरु भन्नुहोस् जसले गर्यो। मैले गरेको छैन। एकछिन 20 गतेदेखि एकछिन म्याम, चैत्र 20 गतेबाट सुरु भएको शिक्षकको आन्दोलनमा सुरुदेखि नै मैले फलो गरिरहेको छु। तपाईले हेर्नुस् शिक्षकहरुको प्रतिभालाई। एकछिन न, तपाई मेरो कुरा सुन्नु न भन्नुस्। तपाईलाई कक्षामा के पढ्नु? तपाई मेरो कुरा सुन्नु न। 40 लाखले हेरिसके। अब फेरि आज त्यही क्वेशन किन? तपाई मलाई सुन्नुहुन्छ कि सुन्नुहुन्न? चैत्र 20 गतेदेखि एकछिन न, भाइरल हुनलाई भनेको कुरा होइन है। फेरि म भाइरल हुम्ला भनेर भनेको होइन, यथार्थ हो। यो आन्दोलनको मैदानमा आन्दोलनसँग सम्बन्धित भएर तपाईँ त सरकारसँग नजिक हुनुहुन्छ, अझै भनिदिनुहोस् त बरु हाम्रा चाहिँ माग मुद्दाहरूको विषयमा सरकारले हामीसँग कस्तो खालको भूमिका खेलेको त्यो कुरा सूचित गरिदिनुहोस् न हामीलाई। बरु तपाईले कुन विषय अध्यापन गराउनुहुन्छ भनेर एउटा विषय 5 अक्षरको विषयको नाम तपाईलाई भन्नु किन अप्ठ्यारो म्याम? तपाईले यति भन्नुस् न। क्वेशनसँग मलाई आपत्ति हो। कसरी आपत्ति? हरेक शिक्षकले जवाफ दिएको छ म्याम, हामीलाई दिएको छ, अरूले जवाफ दिएको छ हामीलाई। म त्यसको जवाफ यो ठाउँ होइन। तपाईलाई कुन विषय पढ्न मन लाग्छ भन्नुहोस् त? आन्दोलनको मोरल जानु छोड्ने कुरा गरे के? तपाईलाई पढ्न मन छ भने स्कुल आउनुहोस्, मेरो स्कुल आउनुहोस्। म कास्कीको नवीन माध्यमिक विद्यालयमा पढाउँछु। तपाईँ त्यहीँ आउनुहोस्। तपाईँलाई जुन विषय पढ्न मन लाग्छ म त्यही पढाउँछु। आउनुहोस्। सुन्नुहोस् न, मेरो प्रश्नको मैले तपाईँलाई किन त्यो सोध्न खोजिरहेको भन्दाखेरि नेपालका सामुदायिक विद्यालयमा म्याक्सिमम विद्यार्थीहरू फेल हुने भनेको अङ्ग्रेजी, गणित र विज्ञानमा हो। सुन्नुहोस् है, तपाईँले पढाउने विषयसँग कहाँ सम्बन्ध छ भने तपाईँ गणित विषय अध्यापन गराउनुहुन्छ भने तपाईँको विद्यालयमा तपाईँले आफ्ना गणित विषय पढ्ने विद्यार्थीहरूलाई कतिलाई पास गराउनु भएको छ भन्ने प्रश्न म त्यहाँबाट सोध्थेँ नि त म्याम। तपाईँ जवाफ नदिएपछि कसरी? तपाईँलाई मैले भनिसकेँ स्कुलको तपाईँले भन्दा के बिग्रिन्छ? डाटा लिन आउनुहोस्। अहिले हामी त्यो डाटा दिन आन्दोलनको मैदानमा छौँ। हामी आन्दोलनलाई कसरी सफल बनाउने विद्यालय शिक्षा विधिका बारेमा सोध्नुहोस् के तपाईँ? किन तपाईँहरू आन्दोलनमा आउनु भएको छ? त्यसो भए तपाईँले यो भन्नुहोस् कि आन्दोलन तपाईँले के कुरा गर्नुभयो भने अन्तर्गत लिँदाखेरि पनि हामीले दिएको टपिक बाहेक अरूमा प्रवेश नगर्नुहोस् भन्नुभयो। यो कहीँ पनि हुँदैन। र दोस्रो कुरा सुन्नुहोस्, दोस्रो कुरा तपाईँ कसरी अनावश्यक हुन्छ? तपाईँले कुनै विषय पढाउनुहुन्छ भनेको अनावश्यक कसरी हुन्छ म्याम? यो कसरी हुन्छ? कसरी होइन? शिक्षक सेवाको इक्जाम त्यसो भए इन्टरभ्यू दिन पर्ने कारण के? तपाईँलाई मैले कुन विषय पढाउँछु भनेर इन्टरभ्यू दिनुपर्छ? तपाईँ के लोकसेवा आयोगबाट आएको मान्छे हो? शिक्षक सेवा आयोगबाट आएको मान्छे हो? शिक्षक सेवा आयोगको धम्की गर्नुहुन्छ त अनि आन्दोलनमा निस्किसके पछाडि अनि शिक्षक सेवा आयोगको कुरा गर्नुहुन्छ अनि आन्दोलनमा निस्किसके पछाडि एउटा पत्रकारले सोध्न पाउँदैन भने तपाईँ कुन विषय पढाउनुहुन्छ भनेर तपाईँले पत्रकारलाई अंकुश लगाउँदै हुन्छ के म्याम? तपाईँले हामीलाई धजी उडाउन खोज्दै हुनुहुन्छ तर तपाईँको आफ्नो पत्रकार कोही त घोक्रो फुट्ने गरेर इन्टरभ्यू दिइराखेका छन्, कोही त यसरी मस्तसँग रमाइलो गरिराखेका छन्। हेर्नु त